जोजलपा नमस्ते। आज हामीसँग सम्पर्कमा हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय आयुर्वेदिक क्याम्पस शिक्षण अस्पताल कीर्तिपुरका क्याम्पस प्रमुख हुनुहुन्छ डाक्टर शिवमङ्गल प्रसाद। हामी उहाँसँग आज कुराकानी गर्दैछौँ, उहाँसँग जोडिने कोसिस गर्दैछौँ। सबभन्दा पहिला म उहाँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। डाक्टर साहब, हाम्रो नेवा एफएमको यो समय सन्दर्भमा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। धन्यवाद शङ्करजी, यहाँलाई पनि नमस्कार। यहाँ लगायत सम्पूर्ण श्रोतामा म डाक्टर शिवमङ्गल प्रसाद, क्याम्पस प्रमुख आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरको तर्फबाट समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार टक्राउन चाहन्छु। धन्यवाद डाक्टर साहब। म यहाँलाई सबभन्दा पहिला कार्यक्रममा स्वागत गर्छु अनि त्यस पछाडि अब कार्यक्रम अगाडि बढाउने अनुमति पनि चाहन्छु। अहिले विशेष गरी भन्नुपर्दा देशमा विश्वमै कोरोनाको महामारी नै छ। अहिले यो कोरोना हाम्रो समाजमा चाहिँ फैलिसकेको स्थिति आइसकेको छ। यो सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको पनि छ। यो अवस्थामा अब हाम्रो सरकारले के कस्तो कदम चालेको छ अथवा सरकारले चालेको कदमहरूमा के नपुग भएको छ जस्तो यहाँ लाग्छ? हजुर 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 शङ्करजी, सुन्नु भएको छ? अब हजुर सुनेको छु, मैले सुनेको छु। हजुर, र यो कोभिड-19 कोरोना भाइरस 19 यो कोरोनाको सङ्क्रमण हजुर अब एक हिसाबले करिब करिब अब 1 वर्षै हुन लागेको छ। हजुर हजुर विगत यसको सुरुवात यहाँ छिमेकी राष्ट्र चीनको हुबई प्रान्तको वुहान सहरबाट हजुर डिसेम्बर 31, 2029 मा पहिलो पटक त्यहाँ देखिएर यो बिस्तारै बिस्तारै क्रमसँगै पुरा विश्व अहिले हाल यसबाट आक्रान्त भएको अवस्था छ। डिसेम्बर 31, 2019 है डाक्टर साहब? 19 हजुर, डिसेम्बर 31, 2019 मा हजुर पहिलो पटक देखिएको हो। र वो 19 मा देखिएको हुनाले नै यसलाई कोभिड-19 भनेको। ए, त्यो कारण है यसको नाउँ? ए हजुर, त्यस कारणले न त यो कोरोना भाइरसको त धेरै स्पेसिसहरू हुनाले यसलाई कोभिड-19 यो 2019 मा देखा परेको कारणले यसले 19 भन्ने नाउँ राखिएको। हजुर, कोभिड-19 भनेको हो। हजुर, र यो संक्रमणको कारण सार्स कोरोना भाइरस 2 नामक भाइरस हो। हजुर, र अहिलेसम्म त सुरुमा चाइनाबाट हुँदै अहिले त अब करिब करिब संसारका सबै राष्ट्रहरू यसको चपेटमा आएको हामीसँग छर्लङ्ग छ। हामी सबै प्रष्टै छौँ। हजुर, र हाम्रो देशमा पनि के भन्छ फरवरी मार्चको पछिल्लो हप्तादेखि नै यहाँ रिपोर्टेड रूपमा हामी कहाँ चैतबाट यसका केसहरू देखियो। र हाम्रो सरकारले पनि त्यस सम्बन्धित तयारीहरू गरिराखेको अवस्था हामी यसबाट परिचित नै छौँ। हजुर, र त्यसैलाई मध्यनजर गरेर र सबभन्दा यसको एउटा दुःखद पक्ष भनौँ, यो मानव जाति माथिको सबभन्दा ठुलो यो के भन्छ डिकेडकै सबभन्दा ठुलो एक किसिमको यो विपदा हो। यो विपदाबाट सारा संसार आक्रान्त, हाम्रो देश पनि आक्रान्त छ। हजुर, र यसलाई मध्यनजर गरेर नेपाल सरकारले पनि चैत 11बाट पहिलो लकडाउनको अभ्यास सुरु गरेको थियो। यो लकडाउन गर्नुको कारण के रहेछ कि अहिलेसम्म यो रोग सम्बन्धी कुनै पनि विधामा यसको सही उपचार विधि पत्ता नलागेको अवस्था, यसको भ्याक्सिन पत्ता नलागेको अवस्था रहेको हुनाले यसबाट बच्ने उपाय नै लकडाउनलाई एउटा प्रबल उपाय देखेर हाम्रो सरकारले पनि विश्वका अन्य सरकारले गरे जस्तै लकडाउनको व्यवस्था गर्यो। हजुर हजुर, र यसबाट केही राहत भएको अवस्था पनि छ। लकडाउन गर्दा गर्दै केसको अवस्था
बढ्दो क्रम नै छ। हिजोको अपडेट अनुसार हाम्रो देशमा पनि 59,573 जना यसको पोजिटिभ देखिएको छ। हजुर। र यति संख्या देख्दैमा यो भयावह डराइहाल्नु पर्ने अवस्था पनि छैन। त्यसमध्ये 42,949 जना निको भएर पनि जानुभएको अवस्था छ। हजुर। र यस्तो हुँदा हुँदै पनि हाम्रो नेपालको प्र्याक्टिसमा र हामीले गरेका उपचार विधिका व्यवस्थापनको कारणले नै अहिलेसम्म अरू राष्ट्रको दाँजोमा धेरै कम मात्रामा मृत्यु रहेको छ। हुन त जीवन एकदम अमूल्य हुन्छ। एकजनाको मृत्यु हुँदा पनि त्यो राम्रो पक्ष होइन। पक्कै पनि। तर हामीलाई एउटा अब मानव जातिलाई एउटा ढाडसको रूपमा हेर्दाखेरि अरूतिर यस्तो भयावह अवस्था छ भने हामी जस्तो अल्प विकसित राष्ट्रलाई यो सिनारियो चाहिँ एक किसिमको के भन्छ धैर्य गर्नुपर्ने र खुसीको कुरा हो जस्तो म भन्छु। जम्मा 383 जना हिजोसम्मको अपडेटमा मृत्युवरण गर्नु भएको रहेछ। हजुर। त्यसमा पनि प्योर कोभिडले नै मृत्यु भएको अवस्था नरहेको पनि म यहाँहरूलाई सूचित गर्छु। किनभने अरू डिजिजहरूको पनि एसोसिएसन भएर हजुर मृत्युवरण गरेको अवस्था रहेको छ। त यसको हामी कहाँ भएको कोभिडको सिनारियो छ। र एउटा सबभन्दा दुःखद पक्ष छ कोभिडले स्वास्थ्य क्षेत्रलाई मात्रै प्रभावित गरेको छ भन्ने छैन। हजुर। यसले पुरा सामाजिक सद्भावलाई नै यो पुरा मानव जीवन चक्रलाई नै उथल गरिदिएको छ। सबै क्षेत्र यसबाट प्रभावित भएको अवस्था छ। चाहे त्यो इकोनोमिक सेक्टर होस्, चाहे त्यो सोशल सेक्टर होस्, चाहे त्यो एजुकेसनको सेक्टर होस्, चाहे त्यो विकास निर्माणका क्षेत्र होस्, सबै क्षेत्र आक्रान्त। तर यस्तो अवस्थामा हामीले होस पुर्याएर गयौँ भने यो कोभिड-19 मात्र होइन, योभन्दा पहिला पनि यो मानव जातिले ठुला आपदाको सामना गरेको र त्यसबाट आफूलाई सुरक्षित गरी यहाँसम्म आएको इतिहास हामी सबैको सामु छर्लङ्ग छ। यो मैले किन भन्न चाहे भने अहिले हाम्रो जुन मानसिक स्वास्थ्य छ, मानसिक रूपले जुन हाम्रोमा एउटा विचलन आएको अवस्था छ। धेरै नेपाली दाजुभाइ दिदीबहिनी मात्रै होइन, विश्वका मानव जातिमै यो कोभिड भएपछि हामी सिद्धियौँ, अब कुनै उपाय छैन, हामी बाँच्दैनौँ भन्ने एउटा हीन भावना मनमा पालेर जो दुखी हुने रक्तजन्य अवस्थाहरू आइपुग्ने जुन अवस्था रहेको छ, त्यसबाट सचेत हुनकै लागि एउटा ढाडसको रूपमा नै मैले यो कुरा यहाँको माध्यमबाट म सम्पूर्ण श्रोता माझमा पेश गर्न कोसिस गरेको हो। हजुर, धन्यवाद डाक्टर साहब। अनि भनौँ न, अब हाम्रो गभर्मेन्टले चाहिँ अब अहिले चाल्ने कदम भनेको अब उपचार पद्धतिमा पनि अब अलिकति विकास गरी अब हामीले अब लकडाउन गरेर यसलाई केही रोकथाम गर्न सकिन्छ कि भन्ने गभर्मेन्टको पनि अब एउटा उद्देश्य होला। त्यति मात्रै काफी होला त डाक्टर साहब? यति अवश्य पनि यति मात्रै त काफी छैन पक्कै पनि। हजुर। र हामी पूर्ण रूपले सरकारमाथि नै निर्भर हुनुपर्छ भन्ने चाहिँ मेरो मान्यता छैन। हजुर। सरकारले त गरेकै छ आफ्नो क्षमता अनुसार र गर्ने नै छ। हजुर हजुर। त्यसमा हाम्रो पनि विशेष भूमिका हुन्छ। हजुर, पक्कै पनि। जस्तै नेपाल सरकार लगायत WHO ले जुन कोभिडबाट बच्ने जुन उपायहरू बताएको छ, त्यो उपायलाई, त्यो साधनलाई हामीले अक्षरशः पालन पनि गर्नुपर्ने हुन्छ। हजुर। त्यो चाहिँ हाम्रो पाटो हो भने गभर्मेन्टको पाटो चाहिँ त्यसलाई व्यवस्थापन गर्ने पाटो पनि छ। गभर्मेन्टको पनि आफ्नै लिमिटेसन्सहरू छ, त्यो हामीबाट लुकेको छुपेको चाहिँ छैन। हजुर। पक्कै पनि
किनभने अब हामी हाम्रै गभर्मेन्टलाई मात्रै दोष दियौँ भने पनि त्यो छैन। हामीभन्दा त बडा विकसित राष्ट्रहरू, एकदम क्षमतावान राष्ट्रहरूको पनि अवस्था हामीभन्दा पनि नाजुक र जर्जर अवस्था भएको हामी सबै समक्ष उनै छ। हजुर। तर एउटै कुरो के हो भने त्यसमा हाम्रो आफ्नो पाटो पनि हुन्छ, गभर्मेन्टको पनि पाटो छ, गभर्मेन्टले गरिराखेको छ। अब अहिले केस ट्रेसिङहरूको कुरा छ, पहिलेको अवस्थामा बढेको छ, प्रोटोकलहरूको अवस्था छ, स्वास्थ्य सेवा को पनि गभर्मेन्टले सके जतो गरिराखेको छ। र अर्को पाटो म आयुर्वेद क्षेत्रको रिलेटेड भएको हुनाले हामीले हाम्रो आयुर्वेद क्षेत्रबाट पनि समय रहँदै हामीले यसका उपचारका विधि र उपायहरू को साथै व्यवस्थापनको पनि उपायहरू हामी गभर्मेन्ट मार्फत, नेपाल सरकार मार्फत नेपाली जनमानसमा हामी राख्न भ्याइसकेका छौँ। हामीले यही पृष्ठभूमिमा रहेर जब कोभिडको एकदम महामारी भइराखेको थियो, त्यो अवस्थामा हामीले नेपाल सरकारको विशेष आग्रहमा हामीले पनि यो कोभिडको रोकथाम उपाय तथा व्यवस्थापनको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका प्रोटोकल गाइडलाइन नै बनाएर र त्यसमा आयुर्वेद क्याम्पस कीर्तिपुरको विशेष पहल थियो, विशेष योगदान थियो। आयुर्वेद क्याम्पस कीर्तिपुर, आयुर्वेद विभाग, नेपाल सरकार आयुर्वेद विभाग र नेपाल आयुर्वेद चिकित्सा परिषद, यो तीनटा संस्थाको विशेष पहलमा हामीले प्रोटोकल गाइडलाइन बनायौँ। हाम्रो अब ठिक छ, सबै चिज हामी बाहिरैबाट ल्याउन सक्ने अवस्थामा छैन। तर यस्तो अवस्थामा हाम्रै समाजमा, हाम्रै देशमा, हाम्रै गाउँठाउँमा उपलब्ध साधन स्रोतबाट कोरोनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने ती चिजहरूलाई ध्यानमा राखेर र आयुर्वेदमा कोरोना जस्तै उपायलाई कसरी व्यवस्थापन गरिएको रहेछ त यो भन्दा पहिला यसलाई हामी के भन्छौँ, क्लासिकल इभिडेन्स, हाम्रो शास्त्रमा, आयुर्वेदको शास्त्रमा रहेको जुन प्रमाणहरू, जो कि हजारौं वर्षको इतिहास आयुर्वेदको छ, ती प्रमाणहरू, ती बखतमा प्रयोग भएका औषधिहरू, जडीबुटीहरू, उपायहरूलाई हामी एक ठाउँमा अहिलेको कोरोनासँग मिल्दो जुल्दो, कोरोनालाई सहायक हुने ती प्रकल्पहरूलाई एक ठाउँमा ल्याएर हामीले एउटा गाइडलाइनकै रूप दियौँ र त्यो नेपाल सरकार स्वास्थ्य मन्त्रालयको थ्रो त्यो के भन्छ व्यवस्थापनको पक्षमा पुरा देशभरि नै गइसकेको छ। र त्यस्तै अहिले भर्खरै मिडियामा पनि आइराखेको अवस्था छ। आयुर्वेदको संस्थाहरू जस्तै अहिले नै हाम्रो यो नाट छ, नेपाल आयुर्वेद रिसर्च तथा तालिम केन्द्र, यही कीर्तिपुरमै हामी नजिकैको संस्था हो, क्याम्पस नजिकैकै संस्था हो। त्यसको विशेष पहलमा कोरोना पोजिटिभ भएका बिरामीहरूलाई राखेर उपचारको क्रम छ र तपाईँहरू जस्तै माध्यमले नै, सञ्चार माध्यमले नै दिएका सूचना पनि छ। हामी पनि प्रत्यक्ष त्यसमा उनै छौँ। गर्दाखेरि आयुर्वेदको कोरोनामा बडा के भन्छ इफेक्टिभ रोल रहेको छ र हामी प्रयोग पनि गरिराखेका छौँ। अब यस हजुर केही भन्न खोज्नु भएको छ डाक्टर साहब? म एकैछिन यहाँ व्यापारिक विश्राम लिन्छु। हाम्रो प्राविधिक मित्रले व्यापारिक सन्देश बजाउने एकैछिन टाइम माग्नुभएको छ, म फेरि हजुरलाई जोड्छु एकैछिन है। हुन्छ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ कार्यक्रममा म पुनः श्रोताहरूलाई स्वागत गर्न चाहन्छु। अब म फेरि हाम्रो त्रिभुवन विश्वविद्यालयका आयुर्वेद क्याम्पस शिक्षण अस्पतालका क्याम्पस चिफ हुनुहुन्छ डाक्टर शिव मङ्गल प्रसाद। आज म उहाँसँग जोडिरहेको छु। म पुनः उहाँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। डाक्टर साहब, यो अब भन्नुपर्दाखेरि अब हाम्रो यो कोभिड छ नि, कोभिडको अब भनौँ न, अब लक्षण त प्राय अहिले मिडियामा यति आइसकेको छ कि अब मिडिया, अब सामाजिक सञ्जाल भयो, यसबाट सबैलाई प्राय थाहा भइसकेको छ। त्यसमा पनि विशेष किसिमको केही लक्षण यहाँलाई कुनै अनुभव छ कि?
अब त्यस्तै त्यस्तै हो, विशेष त त्योभन्दा अलग त खासै छैन। तैपनि अब फेरि एकचोटि रिमाइन्डको लागि म यहाँ मार्फत राख्दिन चाहे। हजुर हजुर। यो रोगमा विशेष गरेर प्रमुख लक्षणहरू ज्वरो आउने, सुखा खोकी लाग्ने, हजुर, श्वास प्रश्वासमा कठिनाई हुने, जिउ दुख्ने, कमजोरी लाग्ने, यस्ता लक्षणहरू प्रमुख रूपले देखा पर्छ। कसै कसैलाई वाक वाक लाग्ने र कसै कसैमा व्यक्ति विशेषमा तपाईको पखाला लाग्ने, डायरिया भन्छौँ, डायरिया लाग्ने पनि हुन सक्छ। इत्यादि यही लक्षणहरू प्रमुख रूपले भनेको छ। हजुर र हजुर हजुर। अनि यसको अब भनौँ न एक मान्छेबाट अर्कोमा सर्ने किसिमको भनौँ न यो चाहिँ प्रक्रिया के छ यसको? हजुर, अब यसको मुख्य प्रक्रिया त कन्ट्याक्ट नै छ। हजुर, मान्छेसँग के भन्छ हेलमेल भयो भने, हजुर, टच, यसको मुख्य अहिलेसम्म सबभन्दा एभिडेन्समा भएको टच नै हो। हजुर हजुर। एक व्यक्तिबाट अर्को व्यक्तिमा कन्ट्याक्ट आजकल कुरो पनि आइरहेको छ नि, कन्ट्याक्ट ट्रेसिङको कुरो। त्यो कन्ट्याक्ट ट्रेसिङ भनेको एउटा व्यक्तिले छोएर एउटा व्यक्तिले कारण गर्दा कतिमा सर्यो त त्यसलाई भन्दो रहेछ कन्ट्याक्ट ट्रेसिङ। को त्यसको सम्पर्कमा आयो त त्यसलाई हो। त्यसकारण यो सम्पर्कमा आएर यो सर्ने रोग रहेछ। यो जस्तै अब यो बीचबीचमा त यो ड्रपलेटबाट जस्तै हाच्छिउ गर्दाखेरि त्यसका भाइरसहरू ड्रपलेट रूपमा बाहिर जान्छ र त्यो जमिनमा खस्छ। अनि जमिनमा खसेपछि त्यसलाई यदि हामीले कुल्चिन गयौँ अथवा छुन गयौँ अथवा कोही व्यक्ति कुनै चिजहरू टच गरेको छ, मुख्य रूपले टचबाट नै सर्ने हो। जस्तै हात मिलाउने, अङ्कमाल गर्ने इत्यादि उसबाट सर्ने यो रहेको छ। अथवा इन्फेक्टेड व्यक्तिहरूले खाना खाँदाखेरि त्यही अब टुल्सहरू युटेन्सिल्सहरू युज गरेका छ भने, थाल कटौरा चम्चा गरेका छ भने त्यसबाट सर्ने हो, त अरू त कुनै सम्भावना बढी हुन्छ। हजुर हजुर। अब यसमा अब भनौँ न हाम्रा सामान्य नागरिकहरूले अहिलेसम्मको जति ज्ञान हासिल गर्नुभएको छ कोरोनाको बारेमा, त्यसबाट रेमेडी उपायहरू हुन्छ नि, बस्ने उपायहरू जति उनीहरूले ज्ञान हासिल गरेका छन् ती बाहेक अर्को कुनै किसिमको एउटा नयाँ उपायहरू केही यहाँलाई भनौँ न आयुर्वेद डक्टर हुनुभएको नाताले कुनै किसिमको नयाँ उपाय केही सोच्नु भएको छ डक्टरले? अब यसको त अब सरल उपाय आयुर्वेद भनेको हाम्रो आफ्नो उपाय, जसलाई हामी भन्छौँ नि देशी उपाय। हजुर हजुर हो। यो देशी उपायहरू हो र यो त हाम्रो समाजमा पहिल्यैदेखि प्रयोग, हाम्रा पुर्खाले हाम्रा बाबुबाजेले प्रयोग गरेका उपाय। सबभन्दा पहिला त हाम्रो त्यो के भन्छ हामी कहाँ छ नि, हामी बासी खाँदैनौँ, छोएको खाँदैनौँ, त्यो जुन कन्सेप्टहरू थियो नि त्यसलाई एउटा ट्रेडिसनको रूपमा दियो, त्यो अलग कुरो हो। तर जस्तै एकदम ताजा खानेकुरा खाने, हाम्रो करेसाबारी उसमा प्राप्त भएका साग सब्जी फलफुल होइन, खाद्यान्नका चिजहरू तुरुन्त पकाएर तुरुन्त खाने, जुन ताजा खानेकुराहरू, बासी नखाने, बाहिर नखाने जुन हाम्रो सिस्टम थियो नि, ती चिजहरूलाई हामीले राख्न पर्ने हुन्छ। तातो पानी पिउने, त्यसमा सबभन्दा हितकर तातो पानी छ। त्यसमा रिसर्चहरूले पनि देखाएको छ एकदम प्रशस्त मात्रामा दिनको 2-3 लिटर पानी पटक गरी खाइराख्ने। र त्यसको अलावा जुन हाम्रो गतिविधिहरू छ, दैनन्दिन गतिविधिहरू, त्यसमा हामीले सकभर आफूलाई कन्ट्रोल गर्ने, त्यो त निर्देशिकाहरू हाम्रो सञ्चार माध्यमबाट आइ पनि राखेको छ। त्यसैलाई फेरि रिमाइन्डको रूपमा यहाँको मार्फत म राख्दिन चाहन्छु। त्यो अब काम बिना कामको घरबाट अहिले पनि ननिस्किने, जसरी लकडाउन त अब समाप्त भएको छ, तैपनि यदि काम छैन भने घर बाहिर नजाउँ, घरबाट बाहिर निस्किँदाखेरि मुख नाक छोप्ने गरी मास्क लगाउने गरौँ। र अब कुनै चिज भुलवश छुइएको छ अथवा छुनु पर्ने अवस्था आएको छ भने, उपलब्ध छ भने साबुन पानीले, सबभन्दा बेटर उपाय साबुन पानी, सेनिटाइजर भन्दा पनि राम्रो उपाय साबुन पानी। साबुन पानी उपलब्ध छ भने हात मिची साबुन पानीले हात धुनु। अब कथम कदापि साबुन पानी उपलब्ध भएन र हामी कतै बाटोमा छौँ, अफिसमा छौँ भने
सेनिटाइजर हामी युज गर्न सक्छौँ, सेनिटाइजर लगाउन सक्छौँ र अनावश्यक रूपमा हाम्रो मुख नाक तथा आँखामा हात नलाने, आँखा नमिच्ने यी व्यवहार हाम्रो यसलाई के भन्छ बिहेभियरल टेन्डेन्सी हैन, पानीलाई सुधार्न पर्छ। र अब त करिब करिब हामी सबै सचेत भइसकेका छौँ, हात त हामी कोही मिलाउन चाहदैन मैले, त्यसकारण त्यो अभिवादनको रूपमा जुन हामी हात मिलाउने अङ्कमाल गर्ने जुन कुरा गर्थ्यौँ त्यो चाहिँ नगरेर हाम्रो आफ्नो संस्कृति, हाम्रो नेपाली संस्कृति, हाम्रो पूर्वीय सभ्यताको जुन संस्कृति थियो नमस्कार गर्ने, टाढैबाट मान्छेलाई नमस्कार गर्ने, त्यो अभिवादनको टुल्स हामी युज गर्न सक्छौँ। र यसका अलावा नेपाल जडीबुटीको धनी राष्ट्र हो र अहिले धेरै चिजहरू बाहिर आइसकेका छ, हामीले दिएको प्रोटोकल पनि बाहिर आइसकेका छ, धेरैमा सचेतना आइसकेका छ। हाम्रो गुर्जो यदि गुर्जो प्राप्त हुन्छ भने मैले यही विषयमा प्रश्न गर्न आँटेको थिएँ। 5 ग्राम मैले यही विषयमा डाक्टर साहबलाई सोध्न आँटेको थिएँ। बाँकी आधा शेष रहेपछि चिया जस्तै यसलाई खान सक्छौँ। अर्को छ हाम्रो कीर्तिपुरमै मेरो क्याम्पस भएकै सेरोफेरोमा पनि खुब पाउँदो रहेछ असुरो पनि हो। असुरो हो यो, हिमाल पहाड तराई सबैतिर पाउने ठाउँ हो, चिज हो, यो जडीबुटी हो। असुरोको पात र बेसारलाई 1 लिटर पानीमा पकाउने अनि त्यो पनि आधा रह्यो भने चिया जस्तै यो पनि खान सकिन्छ। अर्को हाम्रो आफ्नै किचनमा उपलब्ध हुने हाम्रो मसालाको रूपमा जो हामी युज गर्छौँ, सुठो युज गर्छौँ, सुखाएको अदुवा, मरिच अनि पिपली, यिनीहरू सब 2-2 ग्राम र तुलसीको 5 वटा पात यदि उपलब्ध हुन्छ भने त्यो एकदम राम्रो। प्रथम कदाचित यदि तुलसीको पात पाएन भने यी 3टा त हाम्रो किचनमा पाउँछ। यो 3टालाई राखेर 1 लिटर पानीमा पकाउने, यो पनि आधा शेष राखेर चिया जस्तो हामी यसलाई सेवन गर्न सक्छौँ। अर्को छ हाम्रो यस्तै किसिमको, यसमध्ये भनेका हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूको किचनमा पक्कै एउटा न एउटा पर्छ। जस्तै तेजपात, बिना तेजपात दालले धानेको हामी दालै खाँदैनौँ। तेजपात, दालचिनी छ, यो तेजपात र दालचिनी दुईटै 2-2 ग्राम को मात्रामा लिएर आधे लिटर पानीमा पकाउने र त्यो पनि आधा बाँकी रहेपछि त्यसलाई चियाको जस्तो हामी प्रयोग गर्न सक्छौँ। र अर्को अहिले बडा मिडिया माध्यमहरूमा आइराखेको छ योगको विधालाई। योगले रोग प्रतिरोधात्मक क्षमता बढाउनमा योगको धेरै राम्रो रोल छ। र मैले माथि भनेका जुन हाम्रै करेसाबारी, हाम्रै किचन, हाम्रै घरको छेउछाउमा पाउने जुन यी जडीबुटीहरू छन्, यी जडीबुटीले रोग प्रतिरोधक क्षमता बढाउनमा पनि हेल्प गर्दछ, सहयोग गर्दछ। र यसबाट किनभने कोरोना जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसैले कोरोना लाग्दो रहेछ। त्यसकारण हामीले रोग प्रतिरोधक क्षमता, रोगसँग लड्ने क्षमता यदि हामी बढायौँ भने हामी पक्कै पनि कोरोनाबाट बच्न सक्छौँ र बचाउन पनि सक्छौँ। यी कुराहरू भयो। र यो जस्तै अब अहिले पनि गभर्मेन्टले दिया छ नि, मास रूपमा भेटघाट नगर्ने, अनावश्यक अब के अरे भिडभाड नगराउने, त्यस्ता चिजहरूबाट हामी अगाडि बढ्दै गयौँ भने हामी पक्कै पनि कोरोनालाई सहज रूपमा जित्न सक्छौँ। र जो व्यक्तिलाई कोरोना लागिसकेको छ, हाम्रो घर परिवारको होस् या साथीभाइको होस्, उहाँहरूलाई एउटा हेय दृष्टिले नहेरिकन सद्भावको दृष्टिले हेर्ने र उहाँहरूको पनि के भन्छ क्षमता बढाउनको लागि त्यस किसिमको हामीले वातावरण, त्यस किसिमको चलवल अलिक टाढै डिस्टान्समा राखेर गरिदिनु भयो भने हाम्रा त्यस्ता दाजुभाइ दिदीबहिनीहरूलाई पनि त्यसबाट बाहिर निस्किनको लागि एउटा बहुत मद्दत पुग्छ। र हामी नियमित ध्यानको, प्राणायामको जुन श्वास प्रश्वासको प्रक्रिया छ, आज सञ्चार माध्यमबाट पनि देखाइराखेको हुन्छ, तिनीहरूको नियमित अभ्यास गर्यौँ भने हामी पक्कै कोरोनालाई जित्न सक्छौँ भन्ने मेरो मान्यता र आयुर्वेदको मान्यता
रहेको छ शङ्करजी। हजुर, धेरै खुसी लाग्यो डाक्टर साहब, यहाँले धेरै अमूल्य जानकारीहरू दिनुभयो हाम्रा श्रोताहरूलाई। यो अब भनौँ न हाम्रो घरमै पाइने बोर्जो, असुरो, बेसार, सुठो, तुलसीका पत्ताहरू यस्ता प्राकृतिक वस्तुहरू हाम्रो घरैमा सरलै उपलब्ध हुने वस्तुहरू खाएर, पानीमा उमालेर खाएर र योग गरेर हामी कोरोनालाई जित्न सक्छौँ भन्ने यहाँको सन्देश एकदमै अमूल्य हो। हाम्रा श्रोताहरूलाई पक्कै पनि यसले लाभ उठाउनु हुनेछ भन्ने मैले आशा गरेको छु। डाक्टर साहब, अब जाँदा जाँदै अब केही हाम्रो श्रोताहरूलाई कुनै सानो एउटा टिप्स दिनुहुन्छ भने? अब म यो कार्यक्रम सुनिराख्नु भएका समस्त श्रोता, हजुर, दाजुभाइ दिदीबहिनीहरूमा मैले यी विनम्र आग्रह गरेको शङ्करजीको माध्यमले जुन यहाँहरूलाई मैले आग्रह गरेको छु, यसलाई सक्दो अक्षरशः पालन गरौँ र यो 3 करोड हामी 3 करोड नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो ठाउँबाट कोरोनालाई हराउने एउटा दृढ सङ्कल्पका साथ हामी अगाडि आयो भने पक्कै पनि हामी आफू पनि बच्छौँ, समाजलाई बचाउँछौँ र अन्ततोगत्वा देशलाई कोरोना मुक्त बनाउनमा हामी सफल हुन्छौँ। यही सद्भावका साथ मलाई यस्तो सुअवसर दिनुभएकोमा नेवा एफएम कीर्तिपुर र शङ्करजीको सम्पूर्ण टिमलाई तथा यो सुनिदिनु भएको सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै श्रोताहरूमा आभार प्रकट गर्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त, धन्यवाद। हस्, नमस्कार डाक्टर साहब। भविष्यमा हामी यहाँलाई फेरि जोड्ने कोसिस गर्नेछौँ र पुनः स्वस्थ रहनु होला डाक्टर साहब पनि भन्दै हामी बिदा माग्छौँ। नमस्ते। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ कार्यक्रमको समय सकिएको मलाई जानकारी दिनुभएको छ प्रविधि संयोजन बिबिसा साकेजीले र भोलिको कार्यक्रममा पुनः भेटघाट गर्ने गर्दै म आज यहाँसँग बिदा माग्दछु। नमस्ते, शुभ।